फेसबुकमा कन्टेन्ट क्रिएटर नयाँ अथवा पुरानो साथीहरूले यो फोटोलाई हेर्नुहोस्। यहाँनिर फोटोमा पहिलो टिक लागेको छ। यस्तो खालको समस्याहरू भनेको अहिले फोटो भिडियो अनि स्ट्याटसहरूमा आइरहेको छ। धेरैजना साथीहरूले मलाई व्हाट्सएप र मेसेन्जरमा यो फोटो पठाएर सोधिराख्नु भएको छ, सर यो खालको समस्याहरू के कति कारणले आउँछ र यसको समाधान के छन्, यसलाई कसरी हटाउन सकिन्छ, यस बारेमा हजुरले जानकारी दिन पर्यो अथवा भिडियो बनाउनु पर्यो भनेपछि आज मैले यो भिडियो बनाएको छु। तपाईहरुले फोटो भिडियो रिल्सहरू अपलोड गर्ने क्रममा यस्तो खालको समस्या किन आउँछ भने तपाईको भिडियोमा यस्तो खालको समस्या आएको छ भने तपाईको भिडियो युट्युब साइजको छ, त्यो फेसबुक साइजमा भएन र तपाईको जुन फोटो छ त्यो पनि तपाईको फेसबुकको फ्रेममा चाहिँ त्यो फोटो भएन, त्यसैले तपाईको यस्तो पहिलो टिक लागेको हुन सक्छ। र अर्को कुरा तपाईले स्ट्याटस लेख्दाखेरि तपाईले अहिले स्ट्याटस मात्र लेख्नु भयो भने तपाईको यस्तो पहिलो खालको टिक लाग्न सक्छ। सो त्यसैले साथीहरु तपाईहरुले स्ट्याटस लेख्दै हुनुहुन्छ भने स्ट्याटस सँगै फोटो पनि अपलोड गर्नु होला, यस्तो समस्या आउने छैन। अब युट्युब साइजको भिडियो अपलोड गर्दा यस्तो पहिलो खालको प्रब्लम आउँछ भने अब यसलाई हटाउनको लागि अथवा फेसबुकको साइजको भिडियो कसरी बनाउने र यही कुरा म तपाईहरुलाई प्र्याक्टिकल गरेर देखाउने छु। भिडियोलाई स्किप नगरेर अन्तिमसम्म हेर्नु होला र शेयर गरेर तपाईका सम्पूर्ण साथीसम्म पुर्याउनु होला है त। जुन दिनदेखि भिडियोको अप्सन हटाएर रिलको अप्सन राखेको छ फेसबुकले, त्यस दिनदेखि सबैजनाको प्रोफाइल अथवा पेजहरुमा यस्तै खालको समस्याहरू आइरहेको छ। अब तपाईहरुले ध्यान दिएर यो मोबाइलमा हेर्नुहोस् है त। धेरैजना कन्टेन्ट क्रिएटर साथीहरूले यसरी युट्युबको साइजमा भिडियो बनाउनुहुन्छ र यही तरिकाले नै फेसबुकमा अपलोड गरिदिनुहुन्छ र यसरी फेसबुकमा अपलोड गरिसकेपछि तपाईको पहिलो टिक लाग्न आउँछ र यसले के गर्छ भन्दाखेरि तपाईको रिचहरू कम जाने, तपाईको भिडियो जहाँसम्म पुग्न पर्यो त्यहाँसम्म नपुग्ने र तपाईको भ्युजहरू पनि कम आउने त्यस्तो हुन्छ। र बारम्बार तपाईले यो गल्ती गर्दै जानु भयो भने तपाईको प्रोफाइल अथवा पेजहरू अब मोनेटाइज भएको छ भने डिमोनेटाइज हैन, र तपाईको मोनेटाइज भएको छैन भने मोनेटाइज नहुन पनि सक्छ। सो त्यसैले तपाईहरुले एकदम ख्याल गर्नु होला है। फोटो पनि यही तरिकाले खिचेर अपलोड गर्नुभयो भने यस्तै खालको पहिलो टिक लाग्नेछ। सो त्यसैले साथीहरु अब फेसबुकमा यस्तो खालको फोटो भिडियोहरू अपलोड नगर्दा हुन्छ। अब तपाईहरुले फेसबुकको लागि भिडियो रेकर्ड गर्दा यसरी मोबाइल ठाडो पारेर अथवा तपाईको क्यामेराहरू यसरी ठाडो पारेर यही तरिकाले चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ। अहिले तपाईको 10 सेकेन्डदेखि माथि 10-15 मिनेटसम्मको तपाईले भिडियो यसरी बनाएर अपलोड गर्न सक्नुहुन्छ है। सो त्यसैले साथीहरु ध्यान दिनु होला भिडियो रेकर्ड गर्दा। र जति पनि तपाईले यो साइजमा भिडियो बनाएर फेसबुकमा अपलोड गर्नुहुन्छ नि त्यो भिडियो तपाईको ग्रीन टिक लाग्नेछ र तपाईको यसरी बनाएको भिडियो धेरै रिच जानेछ, धेरै मान्छेसम्म पुग्नेछ र तपाईको भिडियोमा भ्युजहरु पनि धेरै आउनेछ र तपाईको फेसबुक अहिलेसम्म मोनेटाइज भएको छैन भने पनि छिट्टै नै तपाईको फेसबुक मोनेटाइज हुनेछ। र जति पनि नयाँ साथीहरु हुनुहुन्छ तपाईहरुले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरुले पनि फेसबुकको लागि यही तरिकाले मोबाइल यसरी ठाडो पारेर भिडियो रेकर्ड गरेर अपलोड गर्नु होला। यसरी अपलोड गर्नुभयो भने तपाईको कन्टेन्टहरुमा कुनै पनि प्रब्लम आउने छैन। हजुरहरुलाई आजको यो भिडियो के कस्तो लाग्यो, भिडियो मन परे लाइक कमेन्ट शेयर गरेर तपाईका सम्पूर्ण साथीसम्म पुर्याउन चाहिँ नबिर्सनु होला। यसैगरी S3 इन्टरटेनमेन्ट पेज र S3 डिजिटल नेपाल युट्युब च्यानलमा तपाई नयाँ हुनुहुन्छ र अहिलेसम्म पेज र युट्युबलाई फलो सब्स्क्राइब गर्नुभएको छैन भने आज नै फलो र सब्स्क्राइब गरी हामीसँग जोड्नुलाई धन्यवाद।